नमस्कार सबैजनालाई। म चाहिँ आज सडमुखा र घनको पुरा सतहको क्षेत्रफल भन्ने शीर्षकको चाहिँ दोस्रो पार्ट लिएर आज उपस्थित भएको छु। र योभन्दा पहिले म चाहिँ सडमुखाको पुरा सतहको क्षेत्रफल भन्ने टपिकको चाहिँ पहिलो पार्टमा म चाहिँ सडमुखाको क्षेत्रफल कसरी निकाल्ने, पुरा सतहको क्षेत्रफल कसरी पत्ता लगाउने भन्ने विषयमा म चाहिँ त्यसको फर्मुलाहरू प्रुभ गरेको थिएँ। र आजको सेसन रहेको छ घनको पुरा सतहको क्षेत्रफल कसरी फाइन्ड आउट गर्ने। यो दुईवटा सूत्र प्रमाणित भइसकेपछि हामीलाई चाहिँ एउटा कुरा थाहा हुन्छ। के कुरा थाहा हुन्छ भनेपछि सडमुखा र घनमा चाहिँ फरक के छ र यसको चाहिँ पुरा सतहको क्षेत्रफल कसरी पत्ता लगाउने भन्ने कुरा चाहिँ थाहा हुन्छ। र यसको फर्मुला डिराइभ गर्नुभन्दा पहिला म चाहिँ यसको सडमुखा र घनको बारेमा चाहिँ केही फरकहरू बताउन चाहन्छु है त। सडमुखा भनेको चाहिँ दुईवटा फरक फरक आकृति मिलेर बनेको एउटा चाहिँ आकृति हो, जसलाई चाहिँ भन्छ सडमुखा आकृति है। 6वटा सतह भएको तर के भएको फरक फरक आकृति मिलेर बनेको एउटा चाहिँ सिंगल आकृति है। यस्तो किसिमको चाहिँ यसलाई यो लामो भागलाई लम्बाइ भन्छ, यो सानो भागलाई चौडाइ भन्छ। यस्तो किसिमको चाहिँ सतह हाम्रो चाहिँ आकृतिलाई भन्छ सडमुखा आकृति। यसलाई चाहिँ अंग्रेजीमा भन्छ क्युबोइड है, क्युबोइड है। यसलाई चाहिँ सडमुखा भन्छ है। यसको चाहिँ सम्मुख भुजाहरू बराबर हुन्छ है, सम्मुख भुजाहरू बराबर हुन्छ। यो कुरा चाहिँ नबिर्सनु होला, सम्मुख भुजाहरू बराबर हुन्छ है। भनेपछि अब यो घन भनेको के हो त है। यो घन भनेको चाहिँ एउटै आकृति मिलेर बनेको र 6वटा सतह भएको है। सबै चित्र चाहिँ के भएको वर्ग भएको है। यसमा चाहिँ सबै आकृति वर्गाकार हुन्छ, त्यसैले यसलाई भन्छ के भन्छ त क्युब भन्छ, अर्थात् घन भन्छ, क्युब घन भन्छ है। यसको चाहिँ प्रत्येक भुजाहरू के हुन्छ त बराबर हुन्छ, सबै भुजाहरू बराबर हुन्छ यसमा है। यस्तो किसिमको आकृतिलाई भन्छ घन है। घन र क्युबमा चाहिँ यही फरक छ, क्युबोइडमा है। घन र सडमुखामा यही फरक छ। र मैले चाहिँ अस्तिको भिडियोमा यो सडमुखाको पुरा सतहको क्षेत्रफल A बराबर 2LB प्लस BH है प्लस LH भन्ने चाहिँ फर्मुला प्रुभ गरेको थिएँ है। यसको चाहिँ पुरा सतहको क्षेत्रफल यसरी निकालिन्छ, यो फर्मुला प्रयोग गरेर निकालिन्छ। भनेपछि यो क्युबको चाहिँ है, यो चाहिँ घनको चाहिँ A बराबर है 6A² भन्ने फर्मुला चाहिँ लगाएर यसको चाहिँ पुरा सतहको क्षेत्रफल निकालिन्छ। अस्तिको भिडियोमा मैले चाहिँ यो प्रमाणित गरिसकेँ। आजको सेसन चाहिँ म यो A = 6A² भन्ने फर्मुला चाहिँ म प्रुभ गर्छु है त। ल अब यसमा चाहिँ पहिला कुरा के बुझ्नु पर्यो भनेपछि यो घन र यो सडमुखामा चाहिँ 6वटा सतह हुन्छ है। यसमा पनि 6वटा हुन्छ। म गनेर पनि देखाउँछु। हुन त अघिल्लो भिडियोमा पनि मैले गनेरै देखाएको थिएँ। यो अगाडिको भाग है एउटा भयो, एउटा सतह, पछाडिको भाग दुईटा सतह, यता राइट ह्यान्ड साइडको 3वटा, लेफ्ट ह्यान्ड साइडको 4वटा, अनि त्यसपछि अफ माथिको 5वटा, अनि त्यसपछि तलको 6वटा गरेर चाहिँ 6वटा सतह हुन्छ। र 6वटै सतह के हुन्छ त बराबर हुन्छ, 6वटै सतह के हुन्छ त वर्गाकार हुन्छ है। त्यसैले वर्गाकार भएको हुनाले चाहिँ वर्गाकार सतहको क्षेत्रफल निकाल्ने सूत्र के हो है, वर्गाकार है वस्तुको क्षेत्रफल A =
यल स्क्वायर हुन्छ है। कुरा बुझ्नुभयो नि। यहाँ चाहिँ यल स्क्वायर कसरी भयो भन्दाखेरि जुनसुकै एउटा वर्गमा चाहिँ चारवटै भुजा के हुन्छ बराबर हुन्छ। त्यो भएको हुनाले यसलाई पनि यल मान्यो भने यो पनि यल हुन्छ, यो पनि यल हुन्छ, यो पनि यल हुन्छ। र हाम्रो चाहिँ क्षेत्रफल निकाल्ने सूत्र ए बराबर यल इन्टु बी हुन्छ। अब यलको ठाउँमा यल यल यो यल छ, त्यसैले हामीले चाहिँ यल इन्टु यल पनि गर्न पाउँछौँ, त्यसैले यो चाहिँ के हुन्छ यल स्क्वायर हुन्छ। अब मैले चाहिँ यहाँ यल लेख्यो भने यल स्क्वायर हुने भयो। त्यस्तै अब मैले चाहिँ है यो फिगरमा यो घनाकार फिगरमा है यो क्युब फिगरमा यो घनाकार वस्तुमा मैले चाहिँ यसको चाहिँ सबै भुजाको मान चाहिँ मैले चाहिँ एउटै भएको हुनाले चाहिँ यसलाई चाहिँ मैले ए माने भने यो पनि ए हुन्छ, यो पनि ए हुन्छ, यो पनि ए हुन्छ, यो पनि ए हुन्छ है। सबै भुजा के हुन्छ त ए नै हुन्छ है। त्यही भएको हुनाले चाहिँ अब यसमा चाहिँ कतिवटा सतह हुन्छ गरे 6वटा सतह भएको हुनाले चाहिँ मैले 6वटा सतहको चाहिँ क्षेत्रफल निकाल्छु है। अब पुरा सतहको क्षेत्रफल भनेको 6वटै सतहको चाहिँ पुरा यो 6वटै सतहको चाहिँ क्षेत्रफलको योगफल हो। भन्नाको मतलब 6वटा सतहको क्षेत्रफल निकालेर सबैलाई जोड्यो भने पुरा सतहको क्षेत्रफल आउँछ। त्यसैले यहाँ चाहिँ हामीले अब है के मान्छौँ a1 है। a1 इक्वल टु अब यहाँ चाहिँ ए मानिसकेपछि लम्बाइलाई ए मानिसकेपछि ए इन्टु ए बराबर के हुन्छ ए स्क्वायर है। त्यसै गरी a2 है दोस्रो सतहको मानौ a1 यो हो है, यो तलको भाग भयो है। पछि a2 ल मैले माथिको माने जस्ट है। a2 भनेको चाहिँ अब यो पनि ए लम्बाइ चौडाइ पनि ए छ, त्यसैले ए इन्टु ए बराबर यो पनि ए स्क्वायर नै हुन्छ। त्यसै गरी a3 है a3 मैले ल यो साइडको माने है राइट ह्यान्ड साइड। यो पनि लम्बाइ यो माने भने चौडाइ यो हुन्छ, यो पनि लम्बाइ इन्टु चौडाइ अर्थात् ए स्क्वायर है। त्यसै गरी अब यो a4 है लेफ्ट ह्यान्ड साइडको a4 इक्वल टु ए इन्टु ए बराबर यो पनि ए स्क्वायर है। यो अगाडिको भाग है, यो अगाडिको भाग यसलाई मानौँ हामीले a5 भनेको पनि यो ए इन्टु ए लम्बाइ इन्टु चौडाइ बराबर ए स्क्वायर। त्यसै गरी अब a6 यो पछाडिको भाग है, यो पछाडिको भाग a6 इक्वल टु यो पनि ए इन्टु ए बराबर ए स्क्वायर। साथीहरू सार्दै गर्नु होला। आशा छ सबैजनाले बुझ्नु भएको होला। अब यो पुरा सतहको क्षेत्रफल निकाल्नको लागि यो a6 यो a1 a2 a3 भन्नाको मतलब पहिलो सतहको क्षेत्रफल, दोस्रो सतहको क्षेत्रफल, तेस्रो सतहको क्षेत्रफल, चौथो सतहको क्षेत्रफल, पाँचौं र छैठौं सतहको क्षेत्रफल हामीले चाहिँ सबैलाई जोड्यो भने पुरा सतहको क्षेत्रफल आउँछ। त्यसैले यहाँ चाहिँ हामी के गर्छौँ ए इक्वल टु है ए इक्वल टु के गर्छौँ भन्दाखेरि सबै क्षेत्रफललाई जोड्छौँ है। के गर्नु पर्यो a1 प्लस a2 प्लस a3 प्लस a4 है प्लस a5 प्लस a6 भनेर है। अब a1 कति छ हाम्रो ए स्क्वायर छ, a2 पनि ए स्क्वायर, सबै के छ त ए स्क्वायर छ है। सबैको मान कति छ त ए स्क्वायर छ। ए स्क्वायर प्लस 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 ए स्क्वायर है। अब यो सबै के छ त सजातीय पर्छ। हामीले चाहिँ यहाँ पनि पढेकै छौँ बीजगणितमा ए प्लस ए इक्वल टु के हुन्छ 2a हुन्छ। त्यस्तै ए स्क्वायर प्लस ए स्क्वायर इक्वल टु 2a स्क्वायर हुन्छ। सजातीय पदलाई हामीले जोड्न पाउँछौँ। त्यसैले यो ए स्क्वायर कतिवटा छ त 6वटा छ, त्यसैले के हुन्छ 6वटा ए स्क्वायरलाई जोड्दाखेरि के हुन्छ त 6a स्क्वायर हुन्छ है त। डियर4 है डियर4 घनाकार है घनाकार वस्तुको अर्थात् घनको पुरा सतहको क्षेत्रफल ए बराबर के हुने रहेछ त 6a स्क्वायर। यो सूत्र चाहिँ हामीले यसरी प्रमाणित गर्न सक्छौँ है त। ल साथीहरू आशा छ यो चाहिँ पक्कै पनि बुझ्नु भएको होला। यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई चाहिँ यसको बारेमा चाहिँ सल्लाह सुझाव दिनु होला है। र
लाइक कमेन्ट गर्न नबिर्सिनु होला, सब्स्क्राइब अवश्य गर्नुहोला र सेयर पनि गरिदिनु होला। हवस् त, धन्यवाद।